ल बाख्रालाई पनि यसरी साइनो लाएर बोलाउनु हुँदो रहेछ ल ल ल हेर नानीलाई बोलाउनु खानिदिनु न म खुवाइदिन्छु आऊ 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 अब खायो है खाऊ 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 बाख्राले चिन्यो मलाई त ल हेर्नुहोस् देख्नुभयो यस्तो छोराछोरी जस्तो गरेर राखेको हामीले काटेर खान्छौँ है पापी त पापी हो हामी यो तिर्नुपर्छ होला के यो त तिर्नुपर्छ होला हेर्नु त खाऊ 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 खाइदेऊ मानव प्रेमी मात्रै होइन एनिमल प्रेमी पनि हो आऊ छोरी आऊ ला ला ऊ छोरी आए पछाडि आऊ लाऊ हगिस भनेको पुग्छु फेरि ए के भन्छ भाइ भनौ बहिनी भनौ सानैदेखि खाऊ दुईटा छोराछोरी ए भाइले आज भातमा आएको छ भाइले बाहिरै खान्थ्यौँ नि त हामी उज्यालो शीतलमा बसेर अनि उनीहरू आउँथे अनि आज त्यो कता गए भनेर हेर्दैछन् अनि मैले नि त कान्छालाई के पो यही खाऊ छोराछोरी काँक्रो खाँदै छोरीलाई बहिनी छोरालाई भाइ पिरो नखाऊ नखाऊ यो त कस्तो कुन बाख्रा हो यो बाख्रा यसको एउटा बिउ राख्नु पर्यो लानु पर्यो मैले त पाल्ने होइन आमालाई यो के यो ठुलो हो सानो सानै हो त्यस्तो ठुलो पनि चाकर पुऱ्याउनु सक्दैन नि त तर कस्तो राम्रो यो मूल बाख्रा अनि ल सबै आमा यस्तो बाख्रा रहेछ इलाममा के गर्नु अब आमालाई मनपर्छ आमाले बाख्रा खोजी ल्याउने हो